त्यस्तो ठुलो छ नि यो मेरो ढोकाइ जत्रो छ कत्रो ठुलो कि आम्मामा कत्रो ठुलो यार यहाँ पनि 200 रुपिस रहेछ टिकटको जुमा पनि म धेरै अगाडि आएको थिएँ यहाँ भित्र पनि 150 रहेछ टिकटको यहाँबाट हो थ्याङ्क यू म धेरै पछि आएको लगभग सानो बेला मामासँग आएको थिएँ लगभग 11-12 इयर्स ओल्ड हुँदाखेरि होला 12 वर्ष 13 वर्ष हुँदाखेरि आएको थियो ल अहिले 27 वर्ष भइसक्यो अहिले आउँदैछ जू आएको बेला छिरेर जाउँ भनेर छिरेँ भित्र उता छिरेर आएँ अब यता हेर्दै जाउँ के छ मलाई त केही थाहा छैन यहाँ भित्र के छ भनेर अब हेर्दै जाउँ स्ट्रक्चर रहेछ पुरै फाउन्टेनहरू छ यहाँ फाउन्टेनहरू पुरै भइरहेको यता लेफ्टबाट जाऊ भनेको थियो दाइले हेर्दै जाउँ हाम्रो काठमाडौँमा काठमाडौँ ललितपुरहरूमा भनौँ न सबैमा चाहिँ यस्तो फुलहरू चाहिँ एकदम राम्रो क्या त्यस्तो राम्रो देखिन्छ यहाँ चाहिँ 7 बजीसम्म खुल्ला हुँदो रहेछ 7 सम्म खुल्ला हुँदो रहेछ त्यहाँ सोद्धाखेरि त्यही भन्यो अहिले 6 बजी 1 घन्टा छ हामीसँग घुम्ने चाहिँ टाइम यहाँ चाहिँ बच्चाहरूको लागि प्लेग्राउन्डहरू हल्का फुल्का रहेछ यहाँभित्र छिर्नको लागि चाहिँ यहाँ 120 टिकट राख्दो रहेछ बच्चाहरूलाई हेर्दै जाउँ के छ ला के हो यो के भन्छ कस्तुरी हिरण भन्छ के भन्छ बुल रेड पुरै घाँस खाइरहेको बिचरा के दिएन यहाँ त्यहाँ के अरे मृग पनि रहेछ यहाँ चाहिँ पुरै मृगहरू छ ए मृगे के छ ठिक छ हाम्रो त्रिशुलीमा पनि एउटा मृग थियो पहिला त्यो थियो एकदम के छ यहाँ रमाइलो भइरहेछ एक्लै छु एक्लै इन्जोय गरिरहेको छु के गर्नु ठिक छ नेक्स्ट टाइम आउँदाखेरि चाहिँ साथीहरूसँग आउँछु साथीसँग आउँछु है के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर सबै राखिरहेको छु देख्न सक्नुहुन्छ के गर्नु मिल्दैन भनेर खासमा मृगको मात्र प्रजाति रहेछ यहाँ अर्को मृगको प्रजाति यत्रो मेन डियर नै हो साम्बार डियर 20 वर्षसम्म बाँच्छ रहेछ यो सिँगै रहेछ हेलो के छ ठिक छ आउँदाखेरि चाहिँ यहाँ लेफ्टबाट घुमेर जाऊ भन्छ थाहा नहुनेहरू चाहिँ लेफ्टबाट घुमेर फेरि डाइरेक्ट उताएर जाला यहाँ चाहिँ लेक छ हल्का सानो लेक यहाँ छ मृगहरू अनि मृग मात्र छ यहाँको मृग चाहिँ ऊ त्यहाँ रहेछ राम्रो छ यहाँ नि मृग रहेछ हब डियर रे डियरको प्रजाति नै 4वटा भइसक्यो नि 10 देखि 20 वर्षसम्म मान्छे हक डियर टाइगरहरू चाहिँ हेर्नुपर्छ यहाँ डियरको प्रजातिहरू चाहिँ डिफ्रेन्ट भेराइटिज अफ डियर यहाँनिर बुल अघि नै फर्स्टको नै हो नि बुल आउँदो रहेछ यार अगाडि ल ल बुझ्ला फेरि यस्तै भइरहेछ रमाइलो हुँदैछ यहाँ फर्स्ट टाइम जूमा घुम्दैछु पुरै डियरको प्रजाति रहेछ भेराइटी छ डियर त घोडा जस्तो हिँड्दो रहेछ खतरा यसको चाहिँ खतरा बडी स्ट्रक्चर नै दामी छ
ओहो यहाँ त सुँगुर वाइल्ड बोर यसको नि 10 to 14 days 10 to 14 years रहेछ यसको लाइफ स्पेन पनि बग्लाएर रहेछ केही राख्दैन मस्त सुतिरहेको थियो गोबर त देख्दैन यहाँबाट कहाँबाट घुम्ने हो त यताबाट ए हस् ए यहाँ रहेछ टाइगर यहाँ जानुपर्छ टाइगर घुम्दै जाने भने यहाँ पनि राम्रो स्ट्रक्चर रहेछ नेवारी स्ट्रक्चर टाइपको फल्सा टाइपको म यता छु भनेर यहाँ भनिरहेको चाहिँ पुरा डेडली लुक्समा आइएम हियर कि हेर्दै जाउँ अब कहाँ छ टाइगर्स एकचोटि इन्सिडेन्ट भएको थियो नेपालमा टाइगरको तल चढेको थियो जस्तो लागेको थियो खै कता यता भने कता हो खै टाइगर वेयर इज द टाइगर मकाक यहाँ चाहिँ हाम्रो पशुपतिमा भने मकाक छ क्या देख्न सक्नुहुन्छ यो कस्तो बाटो भए आइहाल्यो न के दिन्छ कि भनेर आइहाल्यो त्यो मादर यो चाहिँ नर्मल मादर सोझो पाराले बसिरहेको छ के छ ठिक छ हेलो बिचराको यहाँ टेन्सन बसिरह्यो यतिबाट निस्किन मिल्दैन यति एउटा जा पिँजडाबाट न्याममा परेको माया लाग्दो पाराले बिचरा ल यार क्या सुतिरह कस्तो सुत्याएर माया लाग्ने पाराले यहाँ पनि बाँदर छ यो अर्कै खालको बाँदर हो यो चाहिँ यसलाई चाहिँ के भन्छ अरे यहाँ छ लङ्गुर कमन लङ्गुर रे बिचरा माया लाग्दो पाराले सुतिरहेको यत्रो सानोमा यिनीहरूलाई च्याउ लाग्छ होला पुरा धेर त्यसमा समातेर सुतिरहेको टाउको राखेर एकअर्काको टाउकोमा चाहिँ टाउको राखेर सुतिरहेको बिचरा माया लाग्दो पाराले यार एरिया पनि सानो भयो कि यिनीहरूलाई कस्तो कुचुक्क परेको माया लाग्दो यहाँ छ म यता छु बाघ कसरी कराउँछ बाघ कसरी कराउँछ फिमेल र मेल रहेछ खतरा aggression ये गाँसमा क्वाप पसाइदिन्छ अनि भएको रहेछ त्यहाँ बसिरह्यो यहाँ चाहिँ यहाँ चाहिँ पौडी खेल्न लाग्यो यहाँ पनि बर्थै भयो पैसाको पियर अफ गरेर आएर रहेछ मेल र फिमेल एकजना मेल ऊ त्यहाँ गयो केपमा अर्को चाहिँ यता छ फिमेल दामी छ यहाँ रमाइलो छ यहाँ चाहिँ दामी त्यही छ कि पाठे बाघ फिमेल कि क्या हो फिमेल पो रहेछ त्यो दामी के हेरिरौँ लाग्ने होइन फेरि खतरा के यो चाहिँ
कत्रो ठुलो छ एक घाँसमा मिल्दिन्छ यार यसले दामी छ यो त यो फिमेल रहेछ यो चाहिँ मेल रहेछ पुरा दामी छ स्किनै कस्तो चिल्लो छ कि लुगा जस्तै के यस्तो हेरिराख्नु जस्तो लाग्ने हेरिराख मलाई पनि हेर्न म यता एकचोटि झगडा गर्दैन हेरिराख्नु मन लागिरहेको बसेपछि यहीँ मात्रै कति बेर भएपछि म बसिरहेको हेरै छु म त खतरा हो क्या दामी नेचर के यस्तो दामी खतरा अब अर्को हेर्छौँ अरू पनि होला के छ हेर्दै जाऊँ त्यो बेङ्गल पो रहेछ त बे नेपालमा छैन कि यो टाइगर रोयल बेङ्गल टाइगर उता चाहिँ के रहेछ उता पनि छैन उता बोट रहेछ यो चाहिँ दामी ठुलो छ यहाँ आएको चाहिँ यहाँ चाहिँ के रहेछ त्यहाँ चाहिँ रोयल बेङ्गल टाइगर रहेछ यता चाहिँ के रहेछ हेर्नु है त यहाँ नि रोयल बेङ्गल टाइगर नै छ त बे 20-25 वर्ष एज यसको लाइफ स्पेन्ड गर्ने 15 to 16 विक्समा यो बच्चा हुने कप्स हुने क्या हेरेर चाहिँ त्यसले खै यहाँ त त्यही छ नि सिसा हेरेको छ यहाँ रहेछ सिसा रहेछ क्या लुक चाहिँ हेरिरहेको त्यसले खतरा लुक चाहिँ हेर्दा नन हेरिरहेको यहाँ हेऱ्यो यहाँभित्र छिर्नेको छ भन्दा अहिलेसम्म मैले यहाँ अहिले ब्याग भाकाउँथ्यो अहिलेसम्मको वर्थ अफ मनी भनौँ न पैसा वसुल चाहिँ यो टाइगर हेरेर चाहिँ एकदम खतरा लाग्यो मलाई रोयल बेङ्गल रहेछ टाइगर होइन अब हेर्दै जाऊँ के छ अरू पनि यहाँ त हेरियो उता साइडमा के छ हेर्नु मान्छे आउँदैछ अहिले पनि 7 बजेसम्म खुल्ला हुन्छ यहाँ यता हो अब यहाँबाट होइन ओ हिप्पोपोटामस पनि रहेछ त्यहाँ हिप्पोपोटामस लाइफ स्पेन 40 to 60 years 7 to 8 months पछि बेबी हुने कहाँ छ त देख्दिनँ त ए राइनो पनि रहेछ यहाँ त त्यो दामी चिज छ आउनै पर्ने होइन रमाइलो भयो एक्सपिरियन्स छुट्टै एक्सपिरियन्स भयो त्यो खतरा टाइम यार सेल हेर्नु कत्रो ठुलो रहेन यो यस्तो ठुलो छ नि यो यस्तो युज छ सुसु गरेर आएको थियो त हिप्पो त भित्र जता यार पानी भित्र देखियो होला नि पुरा पानीभित्र सुतेर बसिरहेको गरेर निस्केर पानीमा छिरेर बाहिर निस्किँदाखेरि सास पनि आउने रहेछ गरेर सानो घर रहेछ त्यहाँ सास पनि आएन यार फेरि गरेर राइनो चाहिँ कत्रो युज लगाएर मलाई यार तेरिका खतरा छ हिप्पो देख्न पाएन केही छैन हिप्पो भित्रै छ यसको स्ट्रक्चर चाहिँ पुरै देख्न सक्नुहुन्छ लेकको ठ्याक्कै अपोजिट साइडमा आइपुगेछ हामी लेकको अपोजिट साइडमा यहाँ नि यहाँ त अर्कै रहेछ बाँदरकै प्रजाति हो बट छुट्टै छ यहाँ बिचराहरू माया लाग्दो पाराले यार अर्पेट मंकी बिचरा क्या माया लाग्यो मुख चाहिँ अर्कै जस्तै छ त्यो जस्तै माथि पुगेर जस्तो 3टा मात्र रहेछ यहाँ यिनीहरू चाहिँ भाग्दिरह्यो डोडा
यहाँबाट जाने के रहेछ यहाँ चाहिँ वाइल्ड वाटर बफेलो अरे ल है त त्यो नेसनल जियोग्राफिक च्यानलमा बफेलो आउँछ नि जङ्गलको 20 to 25 years चाहिँ यसको लाइफ स्पेन रहेछ सब छ कि छ्याप्लाङ गऱ्यो त्यहाँ तीन रहेछ यत्रो ठुलो हो यो ममा त खतरा बन्छ ममा त खतरा बन्छ कत्रो ठुलो सिङ हेर्नु पर्छ आमामा त्यो गेटको जत्रो सिङ छ त्यसको जत्रो सिङ छ त्यसको हेर्दै गइरहेछौँ त्यहाँ के हो त्यो बाँदर रहेछ त्यहाँ पनि बाँदरको चाहिँ खतरा प्रजाति यो त खतरा रहेछ यार माइकल ज्याक्सन बाँदर रहेछ त्यहाँ खुट्टा त पुरै सेतो छ त पाटास मंकी रे यहाँ भालु रहेछ यार बिहान कुखुरा हेर्दा म त कुखुरमा भालु पो करा रहेछ कत्रो ठुलो यार यसले चाहिँ यो जाली फुटाउँछ नि त्यसमा वायरमा चाहिँ करेन्ट राखेको रहेछ यहाँ ट्याक्कै वायर कत्रो ठुलो यार नाचिरहेको त्यसले डाँट कुरुक गऱ्यो त्यहाँ त खतरा रहेछ यार हिमालयन ब्ल्याक बियर त्यो चाहिँ फिमेल जस्तो लाग्यो गाउँै गाउँछ यहाँ हात्ती चाहिँ भित्र छ कि क्या भित्र छिर्नु मिल्दैन होला ए हस् हामी चाहिँ अलिक ढिला भयो मोनो धेरै दुई थरी राख्दै रहेछ यहाँ त यार मोनो मङ्की पनि छ यहाँ यो मोनो मङ्कीहरूलाई सानो अनि अघि नै गएको चाहिँ त्यो भन्दा उयो दुईवटा प्रकारको एकै ठाउँमा राख्छ होइन झगडा गर्दैन हात्ती चाहिँ अलिकति ढिला भएछ अलिक चाँडै अब हेर्न पाउँथ्यो नजिकबाट हात्ती है यसको चाहिँ केही देखाइदिन्छ यति हो त हेर्ने हामीले जूमा यहाँ रहेछ हात्तीको चाहिँ मैले नदेखिरहेर एसियन लाफिन 7 to 80 इयर्ससम्म बाँच्दो रहेछ यो 18 देखि 22 मन्थमा चाहिँ बच्चा हुँदो रहेछ त्यो अरूभन्दा नि योमा मलाई खतरा लाग्यो कि बियर चाहिँ बाघ चाहिँ खतरा लाग्यो यहाँ मध्येमा सबैभन्दा धेरै दामीलाई हेरेर चाहिँ यहाँ मध्येमा सबैभन्दा खतरा लागेको चाहिँ बाघ हो होइन बाघ जस्तो चाहिँ कोही छैन ल चाहिँ धेरै भेराइटिज अफ त्यो छ लियोपार्ड पुरै सुतिरहेको रहेछ यार कमन लियोपार्ड नर्मल कमन लियोपार्ड रहेछ ओइ राइफल यता हेर न ओ आयो डन हाइट बिचराहरूलाई एकै ठाउँमा घुमिराख्नुपर्छ झ्याउ लाएर आउँछ होला भित्र छिटो त्यो त आफ्नो घरभित्र लियोपार्ड पनि राम्रोसँग नहेर्नु मिलेछ यो पुरै रुखले राम्रोसँग हेर्न पाएन हिमालयन प्लेन किवी
यो त हामीले मनछाप्रो भन्छ पुरै क्या सुत्यो यार यो त मैले नदेखिरहेँ यार म त लौरो भनेर त मस्त सुत्यो क्या बाल्दिन सबैले यस्तो गर्छ होला यिनीहरूले त बालै दिएन लियो पार्ट त यार पुरा माथि छतमा पनि चढ्ने रहेछ त यहाँ त 2-3टा लियो पार्ट रहेछ र त्यहाँबाट लियोपार्ड क्याट पनि रहेछ यहाँ कुदेर जाऊ बेबी बिचराले यत्रो सानोमा म साँगुरोमा रहेछ यार यत्रो सानो केपमा तिनवटा प्रजाति छ यहाँ यत्रो सानोमा यहाँदेखि यहाँसम्म 3टा प्रजाति छ त्यहाँ एउटा छ यहाँ एउटा छ अनि यहाँ एउटा छ यहाँ देख्न सक्नुहुन्छ इन्डियन किबिट उता किनेको चाहिँ नर्मल थियो यत्रो ठुलो मनछाप्रो ओइ यो चाहिँ बर्ड सेसन रहेछ यो बडै बर्ड छ यहाँ चाहिँ सानो बर्डहरू रहेछ ठुलै रहेछ त यार यता तलबाट पनि जानु मिल्ने रहेछ अलि ढिला भयो अलि चाँडै आउनुपर्ने रहेछ ढिला भयो दुम्सी ओ दुम्सी के छ कति धेरै एकै ठाउँमा राखिदियो कि यार कसम पोज गरेर राखेको यिनीहरूलाई त्यहाँ बिचराले खनी यतै पोल पार्दै लाग्छ यार खनी भागिदिएर जङ्गल क्याट्स बिरालो कस्तो आँखा पर्छ जङ्गली बिरालो लियोपार्ड त यहाँबाट पो हेर्ने रहेछ त म उताबाट हेरेर यहाँबाट रहेछ लियोपार्ड हेर्ने ठाउँ त पछाडिबाट हेरेको छु मैले कमन लियोपार्ड के भयो ए बियर पनि यहाँबाट नि हेर्ने रहेछ माथिबाट नि हेर्ने यहाँबाट नि हेर्ने रहेछ पालै पिलो पौडी खेल्दा आएको छ यिनीहरू अघि नै एकजना थियो अर्को हिमालयन ब्ल्याक बियर यहाँ चाहिँ के हो चिम्पाङ्जी हो क्या हो यस्तो छ चिम्पाङ्जी रहेछ तर छैन खै त छैन चिम्पाङ्जी के रहेछ अस्ट्रिच रहेछ लब्जु यहाँ चाहिँ वर्ल्ड संसारको सबैभन्दा ठुलो अस्ट्रिच अफ्रिकन अस्ट्रिच पुरा बसिरहेको छ यहाँ कत्रो ठुलो कि हिँडे भए थाहा हुन्थ्यो ठ्याक्कै कत्रो भनेर ठुलै छ त यार अस्ट्रिचको भाइ हो क्या कि सानो अस्ट्रिच छ
यिनीहरूलाई चाहिँ ठिकै रहेछ स्पेस, तर धेरै छ क्राउड। यो हामी चराहरूको सेसनमा आइपुग्यो। बर्ड सेसनमा घुम्दै यो पनि वर्थ अफ मनी नै छ। यहाँ अगाडिको यो फिस टनल पनि फर्स्ट टाइम एक्सपिरियन्स त गर्नै पर्छ होइन। ठिक छ, त्यो पनि राम्रै लाग्यो मलाई, ठिकै छ। बट त्योभन्दा पनि बढी मलाई यहाँ जूमा चाहिँ बवाल लगाइदियो यार। 200 रुपिस लियो यहाँ टिकटको, तर बवाल लाग्यो। हाउल तँ आँखा टल्का कि हल्का हाउल, तर अलिक त्यो त ठुलो बनायो भने देखिँदैन, बट सानो लाग्यो क्या। डकहरू छ यहाँ चाहिँ, डकको प्रजाति वाइल्ड डक। बटहरू पनि छ यहाँ। बटहरू यसको कहाँ छ? यहाँ रहेछ। साह्रो स्क्रिन ओ दामी रहेछ त्यहाँ। रातो टाउको रहेछ, साह्रो स्क्रिन ठिक छ ल। के दिन्छ भनेर आइक्या के रिस उठ्यो। बर्ड सेक्सन त अब के नै मजा होला र। वन कुखुरा जस्तो टाइपको रहेछ, तर कत्रो ठुलो पुग्छ डाइरेक्ट। सिल्भर पिजन सेमै रहेछ अनि भरेवा पनि रहेछ यार। एन्टेल पिजन्स यार सबै ठाउँमा। अब त के देख्ला र, धेरै अँध्यारो भयो यार। 7 बज्न लाग्यो, ओल्ड हो यो, केही नै देखेन। आधी मजा नै यो टाइम ढिला आएको भएर आधी मजा गयो। कालिज है त, कालिज गाइड, वाइल्ड कालिज देख्दैन। सिधै मजा त रमाइलो भयो। बट यो जति हेर्नुपर्ने बर्डहरूको चाहिँ नाइट भएर राम्रोसँग देखिएन। के अरे यो पनि छ, दामी छ यार। ओ यो त अफ्रिकन के बर्ड छ। राम्रोसँग देख्दैन, केही पनि अँध्यारो भइहाल्यो। बर्ड सेसनमा पनि चराहरू त नै छ, भेराइटिज अफ बर्ड छ। सुगा बोलिरहेको कालिजहरू छ, प्याग्नेको भाटेल बर्ड, सिल्भर त्यही हो। ओहो यहाँ त भेराइटी छ, प्यारेट रहेछ।
यसो गर्छ पुरा नाचिरह उताबाट बोलिदिरहेको रहेछ सिकाएर सबैजनाले बोल्दा सुगाएर सबै बोल्ने भइसकेछ ओहो यो पनि मकाक के भन्छ मकाक ब्लू एन्ड येलो मकाक सानो उयो बर्ड त यतापट्टि झुकेर छिरेछ यार ल ठुलो बर्डभित्र चम्कोच यार बोलेन ल अब हाम्रो सेसन सिद्धियो लगभग घुमिसिद्धियो जू पनि पुरै घुमेर सिद्धियो बर्ड सेसन चाहिँ अलिकति राति भएको भएर चाहिँ राम्रोसँग देख्न पाएन ठिकै छ त्यही पनि केही छैन हेरिसक्यो इगल चाहिँ खतरा रहेछ ए गिद्ध पो रहेछ इगल भनेर त गिद्ध रहेछ इगल नै रहेछ कत्रो ठुलो यार गिद्ध र इगलसँगै रहेछ र अब हाम्रो सेसन चाहिँ यहीँ सक्यो जूको पुरै घुमेर पनि सकायो बर्ड्सहरू पनि हेऱ्यो अलिकति ढिला भयो चाँडै भोको भयो चाहिँ सायद सबै राम्रोसँग हिँड्नु थियो बर्ड पनि त्यही हो अब अर्को भिडियोमा भेटौँला हजुरहरूलाई ए हो यहाँ यसो ब्रेकफास्ट गर्ने स्टलहरू पनि रहेछ पसलहरू सक्यो जहाँसम्म लाग्छ सक्यो जस्तो लाग्छ सक्यो भने त अलिअलि रहेछ यहाँ बर्ड्सहरू यार यो त यसले परेवा खाने बर्ड यो डिस्कभरी च्यानलमा आइरहेको छ परेवाहरू जे पनि खाइदिन्छ यसको मुखमा अट्ने चिजहरू वाइट पाइली काइन्ड यसको मुखमा जे गर्छ त्यसले खाइदिन्छ आइरहेको छ डिस्कभरी च्यानलमा ठुलो के हेर्नु हाइट यहाँ पनि रहेछ कालिजहरू अझ रहेछ त धेरै हेर्न पनि अलि राम्रोसँग अँध्यारो भएर हेर्न पाएन अब ठिकै छ नेक्स्ट टाइम पनि आउँला नि सँगै हेर्ला आनन्द बर्ड सेसन छ अनि बनाइ पनि राखेको छ यहाँहरू केपहरू ओहो यहाँ त छ कि छैन यार स्नो लेपर्ड पनि हेर्नु पायो भने थियो है स्नो लेपर्ड नै छैन है देख्दैन त स्नो लेपर्ड पनि देखेन स्याल पनि रहेछ यहाँ स्यालहरू पनि रहेछ बट स्यालहरू पनि देखिन राति गएर के उतै रहेछ स्यालहरू चाहिँ स्यालहरू हेर्ने निस्किने त्यसको सिद्धिहरूलाई जहाँसम्म लाग्छ ढोका पनि आइसकेको छ कस्तो स्मेल आयो बर्ड्सहरू पनि डिफ्रेन्ट टाइप्स अफ भेराइटिज अफ बर्ड्स रहेछ केही छैन स्यालको बेबी स्याल ओहो फेरि लजाउने सानो बेबी स्याल स्यालहरू बाघ पुरै कराइरहेछ रोर गरिरहेछ बाघ यहाँसम्म सुन्छ जानुपर्ने बाघ त स्यालहरू बच्चाहरू पनि जत्रै छ बच्चाहरू सानो ठाउँ भयो कि मलाई गोल्डन ज्याकल उसमें यार स्नो लेपर्ड हो खै देख्दिन त यार कस्तो स्मेल आयो स्नो लेपर्डकोमा त पुरै स्मेल आयो अलि अँध्यारो भयो नेक्स्ट टाइम आउने अब फेरि एकचोटि आउनु त पर्छ यो आधी रोड हेरेकै छैन धेरै छ यहाँ रहेछ नि त गिनिपिग
मुसाको अलिक मुसाएको भन्नु कि के भन्ने गिनिपिग बेबिज हान्छ रहेछ त ठाउँ यार झन् के हो जाडो हुन्छ नि टर्टल रहेछ यहाँ चाहिँ टर्टलको भेराइटिज रहेछ टर्टल चाहिँ देख्दैन मदारे भइसक्यो बदलको गिनिपिगले बदलको बच्चा नि भयो नि यहाँ रहेछ स्नेक ऊ त्यहाँ तल खाऊ नाक रहेछ ऊ त्यहाँ स्नेक रहेछ पुरै भित्र बसिरहेको गर्दैन कोब्रा ओ एनाकोन्डा रहेछ यार एनाकोन्डा टेन छ रहेछ एनाकोन्डा दुईवटा रहेछ टेन रहेछ पक्क ठुलो एनाकोन्डा चाहिँ धेरै ठुलो रहेछ ओ फिस त मेरो जुमा पनि भेटियो पिराना रहेछ यहाँ अनि यहाँ चिक्लेटहरू रहेछ यहाँ साग रहेछ यहाँ टर्टल रहेछ वाटर टर्टल हो इन्डियन रुफेड टर्टल र अनि के टर्टल रेट एन्ड के टर्टल भित्र जानु मिल्दैन यो चाहिँ के फिस यहाँ लेखेर भेराइटिज अफ फिसहरू सिक्लेटहरू नर्मल फुल कार्प कमन कार्प ल फाइनली चाहिँ अब चाहिँ सिद्धि जस्तो छ त्यहाँदेखि एकचोटि म बाघ चाहिँ हेर्न मलाई रहेछ एकचोटि फेरि जान्छु के भन्छ त्यहाँ सायद जानै दिँदैन होला लगभग 7 बजिसक्यो 7सम्म भनेको थियो अब के हुन्छ हेरौँ ढाड पनि दुइसक्यो मलाई त आज त्रिशुलीबाट काठमाडौँ आएको डाइरेक्ट यहाँ ललितपुर आएँ फेरि रमाइलो भयो अगाडि गएँ पनि रमाइलो भयो एकचोटि हामीले त्यो एक्सपिरियन्स चाहिँ लिनुपर्ने कुराहरू होइन ठ्याक्कै अब अगाडि ठ्याक्कै सँगै छ जो अगाडि अब मौसम टाइपको पाइप्स छ त्यहाँ पुरै गेमहरू पनि छ अनि फिस टनल पनि छ त्यसको अगाडि अब यहाँ जू भइहाल्यो दुइटै कम्बो दामी नै छ लगभग 350 अराउन्डमा पे हुन्छ अगाडि 150 र नि यहाँ 200 ठिक छ एक्सपिरियन्स लिनुपर्छ अब चाहिँ यो भिडियो यहाँ इन गरिदिन्छु पछि फेरि भेटौँला यस्तो भिडियो रमाइलो इन्ट्रेस्टिङ भिडियोहरू लिएर आउँला केही छैन त्यति बेलासम्मको लागि बाई